साथीहरु के तपाईहरुले पनि घरमा थोत्रो कुखुरा पालिरहनु भएको छ या पाल्ने सोचमा हुनुहुन्छ भने आज यो भिडियो हेर्न सक्नुहुन्छ। यहाँ सानो चिटिक्कको खोर बनाएको छ जहाँ थोरै तपाईले हेर्नु 10-15 वटा कुखुरा पाल्न मिल्छ र हेर्न कति राम्रो व्यवस्थित बनाइएको छ जहाँ दाना पानी चाहिँ कुखुराले टाउको बाहिर निकालेर बाहिर खाने गर्दछन् जसले गर्दा चाहिँ एकदमै सफा सुग्घर दाना पानी खान पाए। हामीले दाना पानी खोर भित्रै दिन्छौँ जसले गर्दा के हुन्छ कि खोर भित्र दाना पानीमा फोहोर पार्ने जसले गर्दा धेरै तपाईको समस्याहरु कुखुरामा देखाइ पर्न सक्छ हैन। खोर तपाईले हेर्न सक्नुहुन्छ चारैतिरबाट ओपन छ जसले गर्दाखेरि चाहिँ गर्मी बेलामा चाहिँ खोरमा चाहिँ हावा प्रशस्त हावा पुग्ने भयो कुखुरालाई गर्मी पनि हुने भएन। अर्को भने हावा खोरमा लाग्नुको कारण चाहिँ उनीहरूले गरेको सुलीहरु चाहिँ तपाईको धेरै तपाईको गिलो भएर गनाउने पनि हुने भएन र किरा पनि पर्ने भएन र अनि त्यसका ब्याक्टेरियल समस्या पनि आउने भएन। हेर्न सक्नुहुन्छ तपाईहरुले पनि थोत्रो कुखुरा पाल्ने सोचमा हुनुहुन्छ या पालिरहनु भएको छ भने यस्तै खोर बनाउनु होला। हेर्दाखेरि त आफै पनि बनाउन सकिन्छ तर आफै बनाउन जान्नुहुन्न भने पनि तपाईले कुनै अनुभवी मान्छेलाई चाहिँ बनाउन दिन सक्नुहुन्छ। र साथीहरु भिडियो कस्तो लाग्यो लाइक कमेन्ट शेयर गरिदिनु होला। आगामी समयमा यस्तै भिडियो चाहनुहुन्छ भने यो आइडीलाई फलो गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।